हेलो फ्रेन्ड्स, गुड मर्निङ। जेजेलप्पा सेवारो। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै म पनि सन्चै छु र हजुरहरूलाई केही भिडियोहरू मार्फत केही भन्न गइरहेको छु। हजुरहरूबाट केही सुझाव लिन चाहन्छु। साथीहरू, मैले बुझ्नै नसकेको कुरा चाहिँ के हो भन्दा नि, हामीले कसैको मन राख्नको लागि कति नै हजारौं कामहरू गरौँ न, तर कसैको मन बुझाएर बुझाउन सकिँदैन रहेछ। कसैलाई खुसी पारेर खुसी पार्न नै सकिँदैन रहेछ है। यो पो रिसाउला कि त्यो पो रिसाउला कि भन्दै सबैजनालाई खुसी बनाउन खोज्दै हिँड्छौँ हामी है। तर पनि कसैलाई हामीले खुसी पार्न सक्दैन। क्षणभरको लागि उनीहरू हामीसँग खुसी भए पनि आफ्नो रूप भोलिपल्ट पर्सिपल्ट देखाइहाल्छ। त्यो चाहिँ किन होला, कसरी होला है? र पर्मानेन्टली खुसी पार्नको लागि हामीले के गर्नुपर्छ, कसो गर्नुपर्छ साथीहरू, त्यो अलिकति भनिदिनुहोस् है, मलाई सुझाउ दिनुहोस् है। म त झन् छक्कै पर्छु। यो रिसाउला कि त्यो रिसाउला कि, यो गर्दा रिसाउला कि त्यो गर्दा रिसाउला कि भनेर कति सर्तक बस्नु, कति खुसी पार्ने कति कोसिस गर्नु, तर पनि कसैलाई खुसी पार्न सकिँदैन रहेछ के। अनि के गरेर चाहिँ खुसी हुन्छ होला मान्छेहरू, के गर्नुपर्ने हो भन्ने एकदमै क्वेसन मार्क भइरहेको छ। सो प्लिज मलाई बताइदिनुहोस् ल, तपाईँलाई थाहा छ भने।